यो सरकारको विरुद्धमा बोल्दै गर्दा केही लेख्दै गर्दा कमेन्ट त तपाईँका विरुद्धमा आउँछन् यसलाई त हेर्नुभयो होला नि तपाईँले त्यो त उहाँहरूले भाडामा राख्नु भएको छ मान्छे होइन पहिल्यैदेखि हो त्यो त मिडिया एल्गोरिदम उचालेर न चुनाव पनि जित्नु भयो उहाँहरूले होइन तथ्यको आधारमा त होइन नि त अब यो भन्दा पनि भरे यति गाली आउँछ होला तर त्यसले मलाई केही पनि गर्दैन यो सीमामा एकछिनै अब जस्तै लोकतन्त्रको कुरा गर्नुभयो नि तपाईँले संसद भनेकै लोकतन्त्र हो क्या अनि संसदको बैठक चाहिँ तपाईँको क्यान्सल गरी संसद चाहिँ नै होइन छलेर अध्यादेशको बाटोमा किन जानु परेको उहाँहरू त्यति सुविधाजनक बहुमत छ होइन जे ल्याउँदा तपाईँको कमेन्ट बक्समा कमेन्ट लेख्ने पनि जनता नै होला नि यस्तो छ उहाँहरू जनता त जनतै हो तर कस्तो भन्दाखेरि साँचो कुरा के हो स्वीकार्न नसक्ने जनता हो है कुरा बुझ्नुभयो नि संसद भनेकै सार्वभौम तपाईँको चाहिँ नेपाली जनता हो क्या निर्वाचन भनेकै संसद हो राष्ट्रपाले मात्रै जितेको हो त देशैभरि हामीले पनि त भोट त लिएको होला नि त होइन अनि हामीले लिएको तपाईँको चाहिँ भोट हामीले लिएको छैन तपाईँको जनमतको चाहिँ कदर गर्छ कि गर्दैन त सरकारले गर्नुपर्छ कि पर्दैन त्यो चिज हो उहाँ आफ्नो तपाईँको गीत मनको गीत मात्रै गाइराख्ने हो भने त होइन यो संसदको के बताउ चित्ते